दर्शक महानुभाव नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नयाँ संचारमा। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अनि तपाईहरुलाई यो भिडियो हेरेर के कस्ता प्रतिक्रिया दिन मन लाग्छ तलको कमेन्ट बक्समा भने अवश्य गर्नु होला। माधव नेपालको बयानमा तीन ठूला नेताको नाम। माधव नेपाललाई धरोटीमा छाड्ने अदालतको आदेश। जेलबाटै रविले लिए यस्तो एक्सन। दर्शक महानुभाव अब आउनुस् पुरा समाचारतर्फ लागौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 35 लाख दरोटी बुझाएर रिहा भएका छन्। बुधबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाललाई धरोटीमा छाड्न आदेश गरेसँगै नेपाल 35 लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्। नेपाललाई धरोटीमा छाड्न आदेश गर्दै अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा उल्लेख गरेको छ। अदालतको आदेशमा भनिएको छ, प्रतिवादी तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको अध्यक्षतामा बसेको मन्त्री परिषदले गरेका निर्णयहरू विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने हुनाले प्रतिवादी माधव कुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष र आज यस अदालत समक्ष गरेको बयान उजुरी बेहोरा निज प्रतिवादीको अध्यक्षतामा रहेको मन्त्री परिषदको निर्णय समेतका आधारमा कम्पनीले हदबन्दी भन्दा बढी जग्गा खरिद गरेकोमा जुन प्रयोजनका लागि हदबन्दी छुट दिने निर्णय भएको हो सो प्रयोजनमा उपयोग नगरी उक्त जग्गा बिक्री वितरण अनुमति भए अनुसार नै सो जग्गा तहत किताकाट गरी बिक्री वितरण गरेको देखाएको साथै रीतिलोचन उप्रेती र मिनेन्द्र रिजाल समेतले अनुसन्धानको क्रममा गरेको बयान कागज समेतका तत्काल प्राप्त प्रमाण र उल्लेखित तथ्यहरूबाट प्रतिवादी माधव कुमार नेपालको हकमा विशेष अदालत ऐन 2079 को दफा 7 को खण्ड घको अवस्थामा विधामान देखिने आयो। त्यसपछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी माधव कुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पूर्वपक्षको लागि नगदै 35 लाख वा सो बराबरको बैंक जमानत ली तारिखमा राख्ने पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले नेपाल हाल परिवर्तित पतञ्जलि योगपीठ नेपालले खरिद गरेको जग्गाहरू प्रचलित कानूनले निर्धारण गरेको हदबन्दी भन्दा बढी रहेको भन्ने उजुरी निवेदन रहेकोमा मिसिल कागजबाट सो कम्पनीले खरिद गरेको जग्गाको कुल क्षेत्रफल हेर्दा कानून बमोजिम खरिद गर्ने र स्वामित्व ग्रहण गर्न पाउने सीमा भन्दा बढी देखिएको अदालतको आदेशमा उल्लेख छ। सो कम्पनीले उक्त जग्गा खरिद गरिसकेपछि हदबन्दी स्वीकृतिको लागि भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा निवेदन दिएकोमा सो निवेदन सहितको सो विषयमा निर्णय गर्ने सो मन्त्रालयबाट तह टिप्पणी आदेश भई तत्कालीन मन्त्री परिषदमा पेश गराएकोमा मन्त्री परिषदबाट विधेयक समिति छलफल गरी समितिको निर्णय बमोजिम गर्ने भनी मिति 2066 9 महिना 29 गतेमा निर्णय भएको देखिन्छ। आदेशमा भनिएको छ, अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगले गत जेठ 22 गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपाल सहित 93 जना विरुद्ध मुद्दा दायर गरेको थियो। विशेषले गरेको म्याद तामेलपछि नेपाल आज बिहान अदालतमा आफै उपस्थित भएका थिए। आज नेपालका तर्फबाट 5 र सरकारी पक्षबाट 5 जना वकिलले बहस गरेका थिए। पतञ्जलि योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 1993 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आरोप पत्रमा पूर्व प्रम नेपाल विरुद्ध 18 करोड 58 लाख 50 हजार रुपैयाँ बिको मागदाबी गरेको थियो। नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटेको निर्णय गरेपछि अनियमितता गरेको अभियोग छ। दर्शक महानुभाव, यसैगरी आउनु सब अर्को समाचारतर्फ लागौं। रासोपा बारे प्रचण्डले भने अहिले कुनै टिप्पणी गर्दिन, पछि सबै थाहा पाउँछ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा संसद अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी रापरपा बारे अहिले केही टिप्पणी नगर्ने बताएका छन्। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिस्तारै रापरपाले सबै कुरा थाहा पाउने स्पष्ट पारे। साथै नेपालसँग गम्भीर कुराकानी केही नभएको उनको भनाइ छ। संसदमा भएको गतिरोध सरकारले गठन गरेको छानबिन समिति समाजवादी मोर्चा लगायतका विषयमा सामान्य छलफल भएको हो, गम्भीर विषयमा छलफल भएको होइन। उनले भने, रासोपा र रवि लामी छानेलाई अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको छु, अझै गर्दैछु। रासोपाका साथीहरूले एक दिन सबै कुरा बुझ्नेछन्। भिजिट भिसा प्रकरणमा सरकारले सोमबार पूर्व मुख्य सहसचिव शंकरदास बैरागीको नेतृत्वमा 7 सदस्यीय समिति गठन गरेको थियो। सुरुका दिनमा माओवादीले रासोपासँगै मिलेर संसद अवरोध गरे पनि पछि 2 बुँदे सहमति गरेर संसदको अवरोध हटाएको थियो। तर सरकारले गठन गरेको समिति प्रति रासोपा र रापरपाले अस्वीकार गरेको छ। माओवादीले भने स्वागत गरेको छ। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यदि तपाईहरुले यो भिडियो हेरेर के कस्ता प्रतिक्रिया दिन मन लाग्छ तलको कमेन्ट बक्समा भने अवश्य गर्नु होला। अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुटिन्छु। हस्त, धन्यवाद।